विगतमा जेएनजी आन्दोलनमा जलेको सिंहदरबारभित्रका भवनहरूमध्ये कुनै एउटा भवनको एउटा सानो हिस्सा श्रम संस्कृति पार्टीलाई बनाउन अनुमति दिनुहोस्, हामी श्रमदान गरेर बनाउनेछौँ। आज म हर्क साम्पाङलाई च्यालेन्ज गर्छु होइन, यो मान्छेले श्रमदान गरेर बनाउँछु भनेर यति धेरै फुर्ती लाउँछ नि। ठिक छ, यो मान्छेलाई सिंहदरबारको एउटा बिल्डिङ बनाउनु दिउँ होइन, या त कुनै सरकारी निकायको एउटा बिल्डिङ बनाउनु दिउँ, तर यसलाई प्रविधि भन्ने चिजको कुनै पनि नामोनिसान छुन दिने कुरा होइन। प्रविधिबाट बनेको र प्रविधिबाट युज भएको जति पनि मेटेरियल हुन्छ नि यसले छुन पाइएन। इट्टा आफैले बनाउनु पर्यो, आफैले पोल्नु पर्यो, आफैले चलाउनु पर्यो। अब त्यो रड छड चाहियो भने पनि त्यो फलाम कहाँबाट ल्याएर आफैले पगालेर रड बिम के हो त्यो आफैले बनाउनु पर्यो होइन। तर बिना कुनै पगाल्न पाइयो, जम्मा गर्न पाइयो, त्यो अब त्यो घनले कुटेर हुन्छ कि के गरेर हुन्छ कि रड जस्तो आकार बनाउनु पाइयो, प्रविधि युज गर्न पाइएन। सिमेन्टी युज गर्न पाएन, सिमेन्टी प्रविधियुक्त चिज हो त्यो। अब पहिला त्यो बाबियो साबियो काटेर मास सास केले बनाउँथ्यो नि, त्यो गरी बनाउनु पर्यो होइन। अनि सबभन्दा लास्टमा सबैभन्दा कुरो, प्रविधिले बनेको जुन त्यो गुणस्तरयुक्त जुन ल्याब टेस्टहरू सबै इन्जिनियरिङ पास हुन्छ नि, इन्जिनियरिङ पनि पास हुनु पर्यो होइन। कसरी बनाउँदो रहेछ ढुङ्गा गाडीले बोके पाइएन, वहाँ गएर लिएर आउनु पर्यो। सिन्धुपाल्चोकतिर कता अब त्यो कता ढुङ्गा खोलातिर हो त्यहाँबाट बोकेर लिएर आउनु पर्यो। त्यो गाडीले बोकेर ल्याएर यहाँ झाडिदिएर त्यो हुँदैन। बनाउन दिउँ केही फरक परेन, तर प्रविधिबाट बनेको कुनै पनि मेटेरियल युज गर्न पाइएन, श्रम नामबाट बनाउनु पर्यो। च्यालेन्ज गर्छु हर्क साम्पाङलाई, बनाएर देखाऊ र पास गरेर देखाऊ।